खाए ल आफूलाई भाग्यमानी सम्झनु ल हेलो एभ्रिवान वेलकम ब्याक टु आवर युट्युब च्यानल हजुरलाई एमएल ब्लग्स मुकब्याङ च्यानलमा फेरि स्वागत गर्दछु धेरै दिनको बाद फेरि म आइरहेको छु मुकब्याङ च्यानलमा चाहिँ भिडियो अपलोड गर्दैछु धेरै भयो मैले चाहिँ मुकब्याङ भिडियोमा चाहिँ अपलोड नगरेको अनि म चाहिँ आज स्पेसल हो यो आगोमा पकाएको नि त मासु पोर्कको सो अनि आज चाहिँ यसो भिडियो गरेर अपलोड गरिदिउँ भन्ने इच्छा जाग्यो सो आइरहेको छु है त ल पोर्कको थम्सनेलबाट देखिसक्नु भएको छ है ल चट्ट लाएर अब खाने हो यही टिपिहाल्छु त है त खाए ल भन्दै खाए ल मैले किन आजबाट स्टार्ट गरेँ भने तब त अब बाहिरतिर आगोमा पकाएर खान पाइँदैन अस्ति खाएको थियो त्यतिखेर भिडियो गर्न त्यति इच्छा लागेन है सो आज चाहिँ मैले इच्छा गरेर चाहिँ भिडियो अपलोड गर्दैछु त्यो साथीहरू त्यस्तै हो समय है एउटै साथ हुँदैन कति तातो बुढीको दाल छ है ओहो झोलै मात्र आयो त हौ लु पेपर ल्याइन रहेछु एकछिनमा पेपर लिएर आउँछु ल तल भयो यहाँ हालौँ है ल गप्पा गप ल अब मजाले खान्छु ल हस् अकबर हेर्नु न नि नेपालमा हुँदाखेरि कस्तो फ्रेस खानु पाइन्थ्यो अब विदेशमै रहेर पनि यसो सुकेको खोर्सानी खानु पाउँदा पनि आफूलाई भाग्यमानी सम्झन्छु ल तातो छ है दामी 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 तर साथीहरू हो एजले डाँडा काट्दै गएपछि बुढेसकाल लाग्दै गएपछि चाहिँ यस्तो कुराहरू चाहिँ कति कुरा हामीले ध्यान दिनुपर्छ खोर्सानी आफ्नो खानेकुराहरूमा चाहिँ है त्यही भएर खाने हो तर एक्सर्साइज चाहिँ गर्नुपर्छ आफ्नो ज्यानलाई पनि हेर्नुपर्छ वर्षक हुन्छ साग मेरो बारीमा फलाएको फलाएको आफ्नो हेल्थलाई पनि केयर गरेर चाहिँ मुकब्याङ गर्नुपर्छ है साथीहरू हो अब चाहिँ म मेरो मुकब्याङ च्यानल चाहिँ कन्टिन्यू गर्छु तर जे जस्तो खान्छु हाल्छु भेज खाएकोलाई पनि हालिदिन्छु है मेरो त च्यानल पनि फ्रिजै भयो होला
कस्तो ट्याक्कै गयो क्या भिडियो नि म चाहिँ खाँदिनँ यति नै हाल्छु अखबारे अनि यो सुँगुरको मासु चाहिँ पकाएको चाहिँ मेरो मेनु ब्लग्समा गएर हेर्नु ल ब्लगमा मासु पकाउँदा त्यतिखेरै साग टिपेर ल्याएर पकाएको फ्रेस हटी बहिनी साथीहरू हो पहिलाको जस्तो चाहिँ पिरो चाहिँ खानु छोडेको है अब एजले पनि स्वास्थ्यले पनि दिनुपर्छ छाला कस्तो मिठो कस्तो मिठो मजाले चाटे ल साथीहरू मजाले खाएँ म त दामी पनि भयो मेरो यो भिडियो चाहिँ सर्ट हुन्छ थाहा छ मलाई त्यति हुँदै म बिदा हुन चाहन्छु ल हेर्नु न बाई बाई प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला ल अनि पुरानो साथीहरू पनि जोडिनु होला त्यति भन्दै बिदा हुनुहुन्छ बाई बाई